सम्पूर्णमा नमस्कार। हामी जुम्ला जिल्ला हिमा गाउँपालिकाका बासिन्दाहरू हजुरहरूले यो दृश्य देखिसकेपछि एउटा मनमा कौतूहल लाग्न सक्छ। यो के गरे होला, मान्छेहरूले के बोकेर ल्या होला भनेर लाग्न सक्छ। बिरामीलाई अस्पतालबाट घरसम्म बोकेर लैजाँदैछौँ। खासमा भन्ने हो भने यो एम्बुलेन्स भने पनि यही स्ट्रेचर हो, सवारी साधन भने पनि हामी हो। अब यति भन्दै गर्दाखेरि हजुरहरूको मनमा थुप्रै प्रश्नहरू जाग्न सक्छन्। के हिमा गाउँपालिकाका बासिन्दाहरू अझै पनि जङ्गली युगमा चाहिँ जीवन बिताइरहेका छन्? हो, करिब हिमा गाउँपालिकाको जम्मा जनसङ्ख्या मध्ये करिब 90% बासिन्दाहरूले यसरी नै जङ्गली युगमा चाहिँ जीवन बिताइरहेका छन्। अब हजुरहरूको मनमा अर्को प्रश्न पनि उब्जन सक्छ, के यो गाउँपालिकामा गाउँमा बाटोघाटो पुगेको छैन होला? पुगेको छ, तर अहिले होइन। स्थानीय सरकार घर घरमा आउनुभन्दा पनि पहिले हिमा गाउँपालिकाको प्राय वडाको गाउँमा बाटो पुगिसकेको थियो। अब यति भन्दै गर्दाखेरि हजुरहरूको मनमा अर्को प्रश्न उब्जिन सक्छ, त्यसो भए हिमा गाउँपालिकामा एम्बुलेन्सहरू छैनन्? हिमा गाउँपालिकाका एम्बुलेन्सहरूले बिरामी बोक्दैनन्? हो, हिमा गाउँपालिकामा एम्बुलेन्सहरू छन्, एउटा मात्र होइन। हजुरहरूले भन्नुहुन्छ होला, के ती एम्बुलेन्सले बिरामी बोक्दैनन्? हो, यी एम्बुलेन्सहरूले बिरामी बोक्दैनन्। यी एम्बुलेन्सहरू यहाँका जनप्रतिनिधिहरू र तिनका आसेपासेलाई बोक्ने एम्बुलेन्सहरू हुन्। यिनीहरू बिरामी बोक्दैनन्। ताल पर्यो भने यी एम्बुलेन्सहरू रक्सी ओसार पसार गर्छन् भन्ने सुनेको। र केही वर्ष पहिले हिमा गाउँपालिकाको एम्बुलेन्स सम्बन्धमा एउटा न्युज पनि आएको थियो। हिमा गाउँपालिकाका एम्बुलेन्सहरू बियरका पेटीहरू ओसार पसार गर्दैछन् भन्ने सुनेको थियो। कथम कदाचित यिनीहरूका आसेपासेका घरमा कोही सदस्य बिरामी परिहाल्यो र यिनीहरूले एम्बुलेन्स बोलाइहाल्यो भने यो बाटोमा एम्बुलेन्स हिँड्न सक्ने अवस्था छैन। यो बाटो स्थानीय सरकार घर घरमा आउनुभन्दा पहिले निर्माण गरिए तापनि अझसम्म यो बाटोको स्तरोन्नति मर्मत सम्मारमा कसैले पनि चासो देखाएको देख्दैन। यहाँभन्दा अगाडिको माओवादीको सरकारले पनि यो बाटोलाई चासो दिएन र अहिलेको नेपाली कांग्रेसको सरकार त लगभगै यो मस्त निन्द्रामा छ जस्तो लाग्छ। अहिलेको सरकारलाई त यो पूर्वाधार विकास पनि हुन्छ, यो पूर्वाधार विकास देशको एउटा विकासको सम्भागभित्र पर्छ भन्ने कुरा सायदै यी प्रतिनिधिहरूलाई थाहा छैन। यिनीहरू बुद्धिजीवी भए पो थाहा हुन्थ्यो, बौद्धिक वर्गले नेतृत्व गर्यो, त्यो भएको कारणले यो ठाउँमा पूर्वाधार विकास जरुरत छ। यो बाटोको मर्मत सम्मारको जरुरत छ। 2.5 घण्टाको पैदल यात्रापछि बिरामीलाई सकुशल घर पुर्याइसकेका छौँ। ल, हिमा गाउँपालिकालाई एकदमै धेरै धन्यवाद दिन चाहन्छौँ, किनकि जुम्ला जिल्लाकै नमुना गाउँपालिका हिमा गाउँपालिकाको बासिन्दा हुन पाएकोमा हामी खुसी व्यक्त गर्न चाहन्छौँ। बाटोघाटो सडक मर्मत सम्मार नगरिदिए पनि र हजुरहरूलाई भिडियो कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नुहोला। भिडियोलाई अत्याधिक सेयर गरिदिनु होला, लाइक कमेन्ट र मन परे फलो गरिदिनु होला। ल।